नमस्ते साथीहरू, शुभ प्रभात। स्वागत छ आजको यस भिडियोमा। आज हामीले सिक्नेछौँ कसरी चाहिँ एउटा साधारण फोटोलाई, एउटा मोबाइलबाट खिचेको फोटोलाई अथवा कुनै क्यामेराबाट खिचेको यस्तो फोटोलाई चाहिँ, यो साधारण फोटोलाई चाहिँ कसरी चाहिँ पासपोर्ट फोटोमा बदल्ने भनेर। कुनै पनि हेभी सफ्टवेयर जस्तै फोटोसप आदिको प्रयोग नगरिकनै अनलाइनमै कसरी कन्भर्ट गर्ने र सिम्पली त्यसलाई प्रिन्ट गर्ने। कहिलेकाहीँ हामीलाई अर्जेन्ट परेको हुनसक्छ, हाम्रो वरपर फोटो स्टुडियो पनि नभएको हुनसक्छ अथवा भए पनि बन्द भएको हुनसक्छ, सिनारियो जे पनि हुनसक्छ, अथवा जेसुकै भए तापनि आफैले पनि त बनाउन सकिन्छ नि। हो, कसरी बनाउने लागौँ है त। हेर्नुहोस् त, यो साधारण फोटो छ, त्यो फोटोलाई चाहिँ पासपोर्ट फोटोमा टर्न गरिएको छ। कसरी हेरौँ है त। सिम्पली म क्रोममा गएँ, क्रोममा गएर मैले पासपोर्ट फोटो भनेर सर्च गरेँ। मेरो पहिलो हेर्नुहोस् त कटआउट डट प्रो भन्ने साइट खुल्यो। यहाँ मैले क्लिक गरेँ। अब यसले के भन्छ त, अपलोड इमेज। ठिक छ, अपलोड इमेज। अब मेरो इमेज कहाँ छ त, मैले डेस्कटपमा यो रफ फोल्डरमा राखेको छु, मैले त्यसलाई अपलोड गरेँ। अपलोड गरेपछि यहाँ विभिन्न साइजहरू देखिन्छ, हेर्नु त। विभिन्न देशको होइन, भिजा पासपोर्ट के को लागि हो होइन, आइडीको लागि हो कि, सबै साइजहरू यहाँ दिइएको छ। हो, अहिलेलाई हामी यो कमन साइजको प्रयोग गर्छौँ। त्यसपछि हाम्रो पासपोर्ट फोटोलाई चाहिँ कत्रो साइजमा चाहिँ प्रिन्ट गर्ने, मतलब कुन, जस्तै A4 होइन, 3R भन्छ है फोटो स्टुडियोहरूले चाहिँ। 3R भनेको 3.5 x 5 हुन्छ, सबभन्दा सानो। त्यसपछि 6R हुन्छ भने 6x4। यो कमनली यो प्रिन्ट गर्छन् है। ल, यसमा एडजस्ट गरौँ। ठिक छ, यो के भयो त, हेर्नुहोस् त कति छिटो बनाइदियो। त्यही फोटोलाई है त डन गरौँ। त्यसपछि सकिसक्यो। अब के गरौँ त, हेर्नुहोस् त बनिसक्यो। यस्तो फोटोलाई यस्तो बनाइदियो। अब यसलाई हामी डाउनलोड गरौँ है त। ठिक छ, डाउनलोड पिएनजी जेपिजी जे पनि डाउनलोड गर्न सक्छौँ है, कुनै एउटा डाउनलोड गरे भइगयो। ल, हेर्नुहोस् त बनाइदियो नि होइन, यसले पासपोर्ट साइजको फोटो बनाइदियो। यसलाई हामी सिम्पली हाम्रो पेन ड्राइभ अथवा जसरी हुन्छ कुनै माध्यमबाट, इमेलको माध्यमबाट, वाट्सएपको माध्यमबाट, हामीसँग प्रिन्टर छ त, त्यो छ भने त त्यो पनि परेन, हाम्रै प्रिन्टरबाट, कलर प्रिन्टरबाट चाहिँ फोटो पेपरमा प्रिन्ट गर्न सक्छौँ। हस् त, कस्तो लाग्यो आजको यो भिडियो, प्रतिक्रिया दिन नबिर्सिनुहोला। कमेन्टमा हजुरहरूले आफ्नो प्रतिक्रिया दिन सक्नुहुन्छ। मन परेको खण्डमा लाइक, कमेन्ट, सेयर गर्न नबिर्सिनुहोला। मेरो आग्रह, हजुरहरूले सब्सक्राइब पनि गरिदिनुहोस्, सेयर पनि गरिदिनुहोस्। मैले हजुरहरूकै लागि यत्रो मेहनत गरिरहेको छु। हस् त, शुभ दिन, धन्यवाद।